नमस्कार, चम्पा दिदी चाहिँ अहिले भर्खरै मधेरो रेस्टुरेन्टमा छोडेर चाहिँ आइरहेको छु। अब यहाँ हेर्नु न घरको हालत, यही घरको डाँडा भाटा हेर्नुहोस् त, गर्नुहोस् त। यही डाँडा भाटामा एक एक पसिना गरेर मैले त्यो भाइलाई पनि काठमाडौँ लगेर हुर्काएँ, त्यो भाइलाई मैले यहाँ गुस्कान गरेर पनि हुर्काएँ र त्यही गुस्कान गरेको एक एक रुपियाँ पसिना थोपा पैसाले मैले कमाएर मेरो 9 महिना गर्भमा राखेर हुर्काएको मेरी प्यारी गङ्गामाया आमालाई त मैले भेट्न पाइनँ हैन। गङ्गामाया आमालाई सजाएर यही डाँडा भाटामा सजाएर छोडेर गएको छोरी म चम्पा तामाङ आज आएर यही घर बेचेर, भाइले कमाएको पनि होइन, यही घर बेचेर भाइ गयो काठमाडौँ। एक शब्द नबोली, एक वचन नबोली, दिदी मैले यतिमा घर बेचेँ उतिमा घर बेचेँ नभनी गयो र पनि ठिकै छ। एक्जाम्पली मैले पनि हैन, मेरो भाइ त सल्लाह गर्न आउँछ होला भने, मलाई त के भन्यो है आएर मेरो भाइले, दिदी म त गाडी किन्नु पर्यो त्यतिकै बसेर भएन भनेर मलाई ढाँट्यो। तर ढाँटो सत्य त कहिले मर्दैन नि, यथार्थ हुनुहुन्छ नि। जहाँबाट हामी आयौँ त्यहीँ जानुपर्छ, ठाउँ त राख्नुपर्छ भोलिको दिन। यो यथार्थ हामी त पाहुना हो यहाँबाट, जहाँबाट आएको थियौँ त्यहाँ जानुपर्छ भन्ने अस्तित्व राखिन। र म पनि जम्का भेट भएँ। मेरो व्यवसायहरू देख्नुभएको छ चम्पा दिदीको रेस्टुरेन्ट। अहिले पनि म एक एक थोपा पसिना कहिले यता कहिले उता गरेर दौडधुप भएर आज एक्लै भएर पनि म गरिरहेको छु। कुनै पनि मेरो सम्झना आमा बाउको अस्तित्वलाई भनेर सम्झेर हैन। र त्यो भाइ ढाँटेर मलाई बालकृष्णलाई जग्गा बेचेर गयो। कतिमा बेच्छु के गरौँ केही भनेन। मेरो दिदी भेनालाई आजभन्दा पहिला छोराछोरी नहुँदा पनि मैले दुःखमा दिएको थिएँ। एक कट्ठा जग्गा यो गाउँको कसैले किनेको थिएन, यही चम्पा तामाङ किन्ने हो र दान जस्तै मैले दिएँ। र मलाई बोलाउनु पर्दैन, चलाउनु पर्दैन, म बाँचेकै छु पिता माताको आशीर्वादले। यो छोरी र उनीहरू जहाँ गए पनि खुसी होस्, उमङ्गी होस्, त्यो पनि ठिकै छ मलाई। र आज काठमाडौँ गएको छ हैन मेरो भाइ। मैले आजभन्दा 9 महिना अगाडि 5000 सापटी पैसा दिएको थिएँ, त्यसको ब्याज मलाई दिएको पनि छैन। र 1 रुपियाँ मेरो आमाको अस्तित्व, त्यसले त मेरो आमाको लास पनि उठाउनु पाएन, त्यो पनि मलाई ठिकै छ। म आएँ आमाको काजक्रिया गर्नु, लामा पढाएँ, दान गरेँ। यही घरमा हेर्नुहोस्, यो पनि मेरो, यो पनि मेरो, यो डाँडा भाटा पनि मेरो, यो गलैँचाहरू पनि मैले आफ्नै मिहिनेतको पसिना काठमाडौँबाट लिएर आएको। यो खाट पनि एक एक अहिले म सुत्छु नि, मेरो आमालाई छोडेर गएको छोरीले, यो खाट पनि सबै मेरो हो। र पनि विगतमा मेरो घटनाहरू भयो, घट्यो, एक्लै भएँ, सहारा कोही थिएन। र पनि एउटा मेरो आमाको अस्तित्व छ भनेर आएको थिएँ नि। यही घर यही ढोका आज मैले टिकटक बनाएको नि। हेर्नुहोस् न, मेरो भाइले ल्याङफ्याङ छोडेर गएको पैसा लिएर गइरहेछ। यो जुनी जन्म मात्रै अर्को जुनी त पाउनुपर्छ नि। हेर्नुहोस् न, योहरू सबै मेरो अस्तित्व। यो ढोका पनि मैले बनाएको, त्यसले एउटा पिल्लर हाल्यो। डाँडा भाटा पनि मेरो हो। जस्तो मेरो आमाको अस्तित्व पकाएर खाएर हुर्काउनु भएको थियो नि, त्यही। यो सिलिन्डर पनि मैले काठमाडौँबाट ल्याएको हो। आज यस्तो रूप बनाएर गयो हैन। कसरी निद्रा लाग्छ भन्नुहोस् त गाइस, साथीभाइहरू, टिकटक भाइ बहिनी, फ्रेन्डहरू, कसको आमाको मन दुख्दैन भन्नुहोस् त। नाबालकमा हुर्काउने पनि म हो, साथ दिने पनि म हो, काठमाडौँ लगेर ड्राइभर बनाउने नि म हो। यति म अर्काको छोरी भएदेखि हैन, त्यसले एक वचन नसोधेर जाँदा हुन्थ्यो। र आज गइरहेछ, ठिकै छ हैन। भोलिको दिन त्यसको फर्केर आउने बाटो छैन, जाने ठाउँ छैन हैन। र यहाँको धरतीमा म जन्म त लिएँ हैन। अनि आज आएर कस्तो विरक्त लाग्छ हेर्नु न। यही भाँडामा खाएर हुर्केको यो खाली भाँडा छोडेर गयो, खाली कुकर छोडेर गयो हैन। ओछ्यान त यो मैले काठमाडौँबाट लिएर आएँ, नयाँ तन्नाहरू, ब्ल्याङ्केटहरू।
अघि आमाको मैले सास नभेटे नि अन्तिम अवस्था एउटा चौबन्दी चोलो रहेछ। त्यसमा म धेरै खुसी छु। प्रभु संसार पितामाता मेरो आमाको लास नडरा भन्दा पनि डढाइसक्यो। त्यसले उठाउनु पनि पाएन, टिक टिक भन्दैछ हेर्नुहोस्, माथिबाट सत्यता देख्छ। अनि आज खुसी छु मेरो आमाको एउटा चौबन्दी मैले डढाउनु पाएँ। आज यो घरको फोहोरहरू सबै डढाइदिएँ। यो घर त अब कसले लान्छ जा भन्छ होला, त्यो दिन त अब धेरै छैन र पनि मेरो आफ्नो घाँसपास त गर्नै पर्यो होइन। साथीभाइ हो यसरी नै म हेर्नु न, यो मुढा पनि अस्ति आएर किने हो रे होइन। क्या सोच्दा पनि साथीभाइहरूलाई कहानी लाग्छ होइन। लास्टमा यस्तै न पानीको कल राम्रो छ, मिनी वाटर किनेर खान्छु आज खाली बोतल। मेरो भाइले रन्जितले छोडेर गयो। यो खाली बोतल जता लडायो नि त्यतै हुन्छ नि। त्यस्तै आज डराउँदिनँ। मेरो छोरी अस्ट्रेलिया छ, भाइ जग्गा नबेच भन्दै थिएँ। आमा बाउको अस्तित्व बेचेर गयो, त्यसलाई धेरै धेरै खुसी होस् के। यो ठाउँमा त फर्केर आउँछ होला नि, भोलिको दिन त त्यो पनि मर्छ होला, त्यो सोचेन। एउटा दिदी आज 13 वर्ष भयो सम्बन्ध विच्छेद भएर बसेको होइन, र दिएको पैसाधरि ब्याज सायद दिएर गएको होला। त्यो चाहिँ म पितामाताको छोरी हो, सन्तान हो। 9 महिना अगाडि दिएकोले रञ्जन दाईको साली ल्याउनुभन्दा अगाडि दिएको, अनि त्यो चाहिँ मलाई दिएको छ। हेरौँ म बाँचिरहेँ भने यस्तै खुसीहरू देखिरहनु पाऊँ मेरो सन्तानहरूबाट चाहिँ होइन। र अरूको चाहिँ दाजुभाइ दिदीबहिनी होइन, कोही पनि म जस्तो चाहिँ भित्र मन रोए पनि बाहिर खुसी छु नि, त्यस्तो चाहिँ कहिले नहोको देख्नु पाओस् ल। यति नै मेरो शुभकामना छ। आजको दिन रात मेरो राम्ररी नै बित्यो यस्तै टिकटक भ्लगहरू बनाएर होइन। तपाईँहरूको चाहिँ राम्रोसँगले बितोस् है त। बाई। धेरै माया गर्छु, धेरै आशिष पाउनुहोस् ल। गुड नाइट।